पनि स्वागत छ साथीहरू मेरो युट्युब च्यानलमा। तपाईहरु यो अहिले ब्लग हेरिरहनु भएको छ यो मलेसियाको पेनाङबाट। र साथीहरू तपाईहरु यो पहिलोचोटि ब्लग हेरिरहनु भएको छ भने तपाईहरु यो मेरो मोटो राइडरलाई सब्स्क्राइब गरिदिनु होला। अनि के भन्छ यदि युट्युबमा हेरिराख्नुहुन्छ भने तपाईं फलो गरिदिनु होला। अनि साथीहरू सपोर्टिङ गर्नु होला हैन। अब यहाँ मैले यो पेलाङ्गी देखि हैन यो तमन पेलाङ्गी यो बजारको यो पसार मालम हो। यहाँको बजारलाई पसार मालम यो पसार पागी मालम हैन। बिहानको साँझको बजार त्यस्तै भन्छ हैन। यो अब अहिले म यहाँदेखि निस्किसके हो। अब यो पेलाङ्गीदेखि रुमतिर म जाँदैछु बिएम। यहाँ साथीकोमा आएको थिएँ। यहाँ साथीलाई यसो भेटघाट गरेर अनि यहाँबाट अब रुमतिर लागेको। अनि फेरि यहाँदेखि नयाँ भिडियो फेरि स्टार्ट गरिदिएको हैन। अनि अब जाँदाखेरि नि अब यसो अब क्यामेरा छ आफ्नो हैन। अब त्यो राखेर त भएन। यहाँ अब सिग्नल अहिले लागेको छ हैन। अब यो सिग्नल खोलेपछि हामी निस्क्यौँ यहाँबाट निस्क्यौँला हैन। अहिले अब यहाँ बाटो त छैन तैपनि यहाँ जबरजस्ती छिराउनु पर्छ। यहाँ ल साथीहरू यहाँ अब सिग्नल खोलिसक्यो हैन। यहाँ सिग्नल खुल्दाखेरि अब धेरै भिडभाड हुन्छ अनि गाडीहरू धेरै हुन्छ। म त त्यहाँ 6 वटामा अगाडि आइसकेको थिएँ अनि फास्टै निस्किहालेँ। अब यहाँ अगाडि पनि अब सिग्नलमा वेटिङ गर्नुपर्छ। यहाँ एकछिनमा यहाँ पनि अब सिग्नल खुल्छ हैन। अनि यहाँबाट फेरि निस्क्यौँला। ल साथीहरू अब फाइनली हाम्रो सिग्नल यहाँबाट खुल्यो हैन। र यहाँ सिग्नल खुलेपछि अहिले हामी यहाँबाट निस्किहाल्यौँ हैन। यहाँ अब यहाँदेखि फेरि यो बाटोमा नि अक्सर धेरै सिग्नल छ क्या। यहाँ हेर्न सक्नुहुन्छ तपाईँ। त्यहाँ रोकियो अब यहाँ हेर्नु अब यहाँ पनि अब सिग्नल छ। कति रोक्नु यार। अब लगातार यहाँदेखि त्यहाँसम्म सिग्नल छ। के गर्नु अब एकछिन यहाँ पनि अब वेट गरौँ हैन। यहाँ पनि अब सिग्नल खोलियो हैन। अब यो गाडीहरू त यहाँ यता छिराउँछ उता छिराउँछ। अब के गर्नु। अब यहाँको लगभग गाडी चलाउनेहरू त्यस्तै टाइपको छ। अब यहाँ पनि एउटा सिग्नल छ हैन। अब यहाँ पनि अब एकछिन उठ्नुपर्छ। अनि उनीहरू त रोकेन हैन। अब म रोकेर जान्छु हैन। अब यहाँ सिग्नल खोलेपछि फेरि अब एउटा अगाडि छ। अब अगाडिमा एकछिन कुर्नुपर्छ। रुम जानलाई 5-7 मिनट लाग्छ। सिग्नल कुर्नलाई 15 मिनट लाग्छ। अब के गर्नु। अक्सर यहाँ गाउँको बाटोहरू यस्तै हुन्छ।
अनि सिटीमा यो हाइवेमा मात्र सिग्नल हुँदैन यहाँ। ल साथीहरू अब चाहिँ एउटा सिग्नल आउँछ होला यहाँ अगाडिको। फेरि मलाई त्यो सिग्नलको साइडबाट नै त्यहाँ लेफ्ट गएर म रुम पुगिसक्छु होइन। त्यही भएर अब एउटा सिग्नल आउँछ। अब यहाँ हेरौँ यो बन्द हुन्छ कि अब खुल्ला हुन्छ। यहाँ त खुल्लै रहेछ होइन। अब हेरौँ होइन पर्छ कि पर्छ, मजाले पर्छ। यहाँ अब म रुम पुग्न लागेको होइन। अब त्यहाँ अगाडि तपाईँ हेर्न सक्नुहुन्छ होइन। यहाँ हेर्नु तपाईँ यो एकदम यो पहाडै पहाड छ। यहीँ मेरो रुम हो त्यसकै छेउमा। यार यहाँ त लास्टै अप्ठ्यारो भएछ। यी सिग्नलमा हेर्नु नि जाम कति। हाम्रोतिर त एकदम बिना सिग्नलको हो जहाँ पनि नेपालमा। यहाँ त सिग्नलै सिग्नल हो यहाँ एकदम। तै पनि यहाँ अब मान्छेहरू धेरैले यहाँ रुल फलो गर्दैन क्या। सिग्नल त्यतिकै कटाइदिने हिँडिदिने। अब मेरै भिडियोमा अब कतिवटा त्यहाँ कतिजनाले त्यस्तो गरेको छ। यही त्यो गल्फमा हुँदा त यिनीहरूलाई कति फाइन हुन्छ होला होइन। ल साथीहरू अब म यहाँ रुम पुग्न लागेको होइन। अब यसो हेराइ कस्तो लाग्यो होइन तपाईँहरूलाई, यो भिडियो कस्तो लाग्यो होइन कमेन्ट गर्नु होला। अनि पहिलोचोटि हेर्नुहुन्छ भने सब्सक्राइब गरिदिनु होला होइन। युट्युबमा फलो गरिदिनु, सब्सक्राइब गरिदिनु होला होइन। टिकटकमा फलो गरिदिनु होला होइन। ल साथीहरू अब हाम्रो यहाँ नजिकै हो रुम होइन। खास टाढा छैन, अब यहीँ छ। अघि मैले यही बाटो हुँदै गएको थिएँ अनि यही बाटो फेरि आएँ। अब अर्को हप्ता चाहिँ तपाईँहरूलाई एकदम हेभी सिन देखाउँछु। एकदम समुद्रको छेउ छ एकदम बवाल। योचोटि अब समुद्रको छेउछाउ जाने हो होइन भिडियो बनाउनको लागि। अब हेरौँ के हुन्छ, कोसिस गर्छु यो हप्ता जानुलाई, के हुन्छ हेरौँ। ल मेरो रुम त यहीँ हो साथीहरू, यो फ्लाइटमा। अब मैले यहाँ पुगिसकेँ हो, म यहाँबाट काटिहाल्छु राइट। अब यहाँ पार्किङ गर्ने हो। ल सबै साथीहरूलाई धन्यवाद भिडियो हेरिदिनु भएकोमा।